Hello everyone, नमस्ते. It's me ध्यान कुलुङ. आज भने मैले कोरियाको विभिन्न ठाउँ देखाउने क्रममा चाहिँ एकदमै नयाँ ठाउँ चाहिँ तपाईहरुलाई देखाउँदैछु. नयाँ ठाउँलाई चाहिँ एक्सप्लोर गर्दैछु तपाईहरुलाई, जुन चाहिँ आफैमा पनि एकदमै प्रसिद्ध ठाउँ र हामी घुम्न जाने पर्यटकलाई पनि निकै नै राम्रो लाग्ने ठाउँ छ. आफ्नै ऐतिहासिक पृष्ठभूमि बोकेको, आफ्नै छुट्टै नै इतिहास बोकेको ठाउँ हो, जुन चाहिँ कोरियाको ख्याङसानबुक्दो प्रदेशमा चाहिँ अवस्थित छ र ख्याङजु भन्ने ठाउँ हो. ख्याङजु सिटीमा चाहिँ अवस्थित छ जुन ठाउँ, जहाँ चाहिँ विभिन्न पर्यटकलाई लोभ्याउने विभिन्न गुम्बाहरू, विभिन्न ऐतिहासिक ठाउँहरू छ. म देखाउने छु. स्पेशल्ली चाहिँ अहिले कोरियामा चाहिँ साकुरा फुल्ने सिजन, फतकुच फुल्ने अथवा चाहिँ चेरी ब्लोसम चाहिँ फुल्ने सिजन भएको कारणले स्पेशल्ली चाहिँ मैले साकुरालाई नै देखाउने छु. मसँगै रहनु होला. ख्याङजु भन्ने ठाउँ नखिची हुन्छ नै राम्रो ठाउँ. ख्याङजु भन्ने ठाउँ हो. यो चाहिँ एकदमै राम्रो ठाउँ छ. घुम्नलाई निकै नै राम्रो ठाउँ लाग्यो मलाई यो ठाउँ. तपाईहरु पनि घुम्न आउन सक्नुहुन्छ यो ठाउँमा. एकदमै रमाइलो ठाउँ, घुम्न आउनु होला. हामी अलि लेट भएको रहेछ किनकि फुलको साकुराको फुलहरू सबै चाहिँ ओइली गएको छ, त्यही भएर अलि छिटो आउनु पर्ने थिएछ. अलि ढिलो भयो र पनि ठाउँ चाहिँ एकदमै राम्रो छ. एकदम राम्रो छ. राजेसम्म देख्छ होला. चिहान होला यति हेर्नलाई पनि पैसा तिर्नुपर्ने. राम्रो देख्छ, कालो देख्छ होला है. राम्रो देखिएको छ. कति मिनटको बनाउने त भयो नामी सर. छोटो यो चाहिँ कोरियाको निकै नै प्रसिद्ध ठाउँ ख्याङजु भन्ने ठाउँ हो. यहाँ चाहिँ एकदमै राम्रो ठाउँ छ. मेन त अब साकुरा पनि हो. अनि आज म चाहिँ मेरो साथी सँगैको साथी हवाईजहाज माथि उडेर कोरिया आए पश्चात चाहिँ हाम्रो यो दोस्रो चोटिको भेट होइन. दोस्रो चोटि सुजनलाई भेट्न पनि आएको म यो ठाउँ. उसकै एरिया हो. राम्रो छ, एकदम राम्रो ठाउँ लाग्यो मलाई. अनि यहाँ चाहिँ पुल रहेछ. पुल पनि निकै नै राम्रो छ. माथि पुल, तल चाहिँ खत्रै पार्क छ. निकै राम्रो ठाउँ. यस्तो राम्रो ठाउँ. पैसा दौरो कमाउँदैछ. कोरियाको 1 वर्षमै 2 ठाउँ जग्गा किनिसके. यो एकदम खतरा हो. मेरो साथी पहिला लाउरे धेरै नै ट्राई गरेको. कोरियामा भाग्यमा त्यो कोरिया लेख्या रहेछ, त्यही भएर अहिले कोरियामा. तर कोरिया महिनामा अब 4,50,000 कमाउँदैछ. यो भने त निकै नै ठुलो रकम भन्छु म चाहिँ है. यो ख्याङजु निकै नै राम्रो ठाउँ लाग्यो मलाई. अनि हावा पनि अहिलेको सिजनमा चाहिँ अहिले हामी घुमिरहेको बेला चाहिँ हावा एकदमै चलिरहेको छ. त्यही भएर खासै बोलिरहेको आवाज पनि प्रष्ट चाहिँ नसुनिने रहेछ. एकदम राम्रो ठाउँ लाग्यो. यो पुल पनि मलाई एकदमै युनिक लाग्यो. माथि पुल रहेछ, तल पार्क रहेछ राम्रो. अनि उता गयो भने साकुराहरू फुलेर चाहिँ धकमक्कै ढाक्या छ.
अहिले भन्दा पनि अघिल्लो हप्ता चाहिँ एकदमै बेटर सिजन थियो जस्तो लाग्यो मलाई, किनकि अहिले नै चाहिँ त्यति साह्रै चाहिँ अब साकुराहरू चाहिँ राम्रो चाहिँ देखिरहेको छैन। पातहरू चाहिँ एकदमै झरी गएको जस्तो फिल हुँदैछ। मलाई हल्का अलिअलि चाहिँ रिग्रेट भइरहेछ, अघिल्लो हप्ता घुम्नलाई आएको भए चाहिँ राम्रो हुन्थ्यो जस्तो लागिरहेछ। र पनि हेर्नु एकदमै राम्रै छ कोरिया। अहिले चाहिँ स्पेसल्ली यो साकुराले अब यो चेरी ब्लोसमले चाहिँ एकदमै राम्रो देखिएको छ। जताततै चाहिँ यस्तै फुलहरू फुलिरहेको हुन्छ। घुम्नलाई एकदमै बेस्ट सिजन भएको छ, एकदम राम्रो छ। जस रमाइलो हुँदैछ। मेरो साथी अब सँगै +2 पढेको साथी सँगै घुम्न पाइरहेको छ, एकदमै रमाइलो भइरहेको छ। तपाईँहरू पनि कतै यतै नजिकै हुनुहुन्छ भने घुम्न आउनुहोला यो ठाउँहरू। यो भन्दा नि अझ राम्रो ठाउँ अब आउँदैछ, अर्कोमा देखाउँदैछु, हामीसँगै रहनुहोला। यो अहिले देखाइरहेको ठाउँ चाहिँ अघि न देखाएको ठाउँ भन्दा चाहिँ छुट्टै ठाउँ हो। यहाँ आइसकेका छौँ साथी र म। निकै नै राम्रो छ यो ठाउँ। यो चाहिँ ख्याङ्जु भन्ने ठाउँको निकै नै प्रसिद्ध ठाउँ, एकदमै राम्रो ठाउँ छ यो। ख्याङ्जुको यो ठाउँलाई चाहिँ एक्ज्याक्टली के भन्छ भन्दाखेरि वानडोङवन भन्छ है यो ठाउँलाई चाहिँ। एकदमै राम्रो ठाउँ। यो ठाउँमा पर्यटकको चाहिँ घुइँचो लागेको छ। एकदमै फोटो खिच्ने ठाउँ नपाएर स्पेसै छैन यहाँ। एकदमै राम्रो ठाउँ। जस सिजनै भन्ने हो भने चाहिँ खास अघिल्लो हप्ता थियो, तर यो हप्ता पनि ठिकै छ, यतिको राम्रै छ। यो हप्ता पनि फोटो खिच्नेको गहिरो लागेको छ। खास विदेशीहरू तन्नुहुन्छ, त्यसमाथि हामी नेपाल चाहिँ एकदमै कमै रहेछ यो ठाउँमा। नभए अरू देशको मान्छेहरू चाहिँ एकदमै धेरै छ। जस घुम्नलाई ख्याङ्जुमा निकै नै धेरै ठाउँहरू रहेछ। अब हामीसँग चाहिँ ल्याक अफ टाइम भएको हिसाबले चाहिँ हामीसँग चाहिँ इनफ टाइम नभएको कारणले चाहिँ हामी सबै ठाउँ त घुम्न सक्दैनौँ। तर 2-3 ठाउँ चाहिँ घुमिरहेका छौँ अहिले साथी र म। र पनि घुमिरहेको ठाउँ चाहिँ मलाई सबै ठाउँ एकदमै युनिक, एकदमै राम्रो लाग्यो। मैले एक्सपेक्ट गरेको भन्दा नि निकै राम्रो ठाउँ लाग्यो। मलाई चाहिँ एकदमै यो ठाउँ मन पर्यो। यसपालि अलिकति चाहिँ हामी यो ठाउँमा आउनलाई ढिलो पनि भयो, अनि अघि नि भनिसके ल्याक अफ टाइम अभावको कारणले सबै ठाउँलाई चाहिँ हामीले घुम्न सकेनौँ। र पनि घुमेको ठाउँ चाहिँ म आफैलाई चाहिँ निकै नै मन पर्यो। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला। र तपाईँहरू पनि कोरियामा हुनुहुन्छ भने चाहिँ एकचोटि यो ठाउँ अवश्य आउनुहोला। साँच्चै नै साथीहरू, मलाई यो ठाउँ चाहिँ मैले एक्सपेक्ट गरेको भन्दा नि अझै राम्रो चाहिँ, झनै राम्रो चाहिँ यो ठाउँ पाएको छु। मैले सोचेको भन्दा पनि एकदमै बेटर पाएको छु यो ठाउँ चाहिँ। मैले एक्सपेक्ट गरेको भन्दा निकै नै राम्रो ठाउँ रहेछ। यदि तपाईँहरू पनि कोरियामा हुनुहुन्छ भने चाहिँ यो साकुरा फुल्ने सिजनमा चाहिँ, यो चेरी ब्लोसम हुने बेला चाहिँ यो ठाउँ नछुटाउनु होला। निकै नै राम्रो छ। निकै नै अब यो ठाउँमा पर्यटकको सङ्ख्या पनि निकै नै धेरै हुन्छ। मैले अघि न पनि भनिसकेँ, हामी अलिकति चाहिँ 1 हप्ता जति चाहिँ लेट नै भएको यो ठाउँ आउनलाई। र पनि अहिले पनि यो ठाउँमा चाहिँ मान्छेको चाहिँ चाप एकदमै म्याक्सिमम छ। सो गाइज, यु गाइज अल्सो भिजिट देयर है, त्यही भन्न चाहे। यु क्यान अल्सो भिजिट हेयर। Such a beautiful place, such a panoramic view,
सच अ वन्डरफुल प्लेस भन्न चाहे मैले। यो ठाउँ चाहिँ कोरियामा हुनुहुन्छ भने अवश्य पनि भिजिट गर्नु होला। त्यही रिकमेन्ड पनि त्यही गर्न चाहन्छु, किनकि म आफैलाई निकै नै राम्रो ठाउँ लागेकै भएर चाहिँ तपाईँहरू पनि यो ठाउँ भिजिट गर्न सक्नुहुन्छ भनेर चाहिँ भन्न चाहे, किनकि ठाउँ आफैमा निकै राम्रो छ। ख्याङ्जु अब यो ठाउँ मात्रै होइन, ख्याङ्जु भन्ने त अब तपाईँहरूले बुकमा पनि पढ्नुभयो होला। आफैमा एउटा ऐतिहासिक ठाउँ हो ख्याङ्जु भन्ने ठाउँ, निकै नै राम्रो पनि छ। आफैमा पर्यटकीय ठाउँ हो, घुम्नलाई धेरै ठाउँ छ यो ठाउँमा। अनि यो ठाउँ घुम्नलाई चाहिँ धेरै नै दिनको 2-3 दिनको प्याकेज लिएर आउँदा पनि हुन्छ। छुट्टीको बेला चाहिँ एकदमै टाइम मिलाएर तपाईँहरूले यो ठाउँमा इन्जोय गर्न सक्नुहुनेछ। साथी र म चाहिँ बिचबिचमा हाम्रो मोबाइलको चार्जहरू पनि सकिने भएर, हाम्रो क्यामेराको ब्याट्री पनि सकिने भएर खासै त्यति साह्रै अब भिडियो फुटेजहरू खिच्न सकेनौँ। त्यही भएर हामीले चाहिँ अब धेरै त्यति साह्रै त खिचेका छैनौँ। र पनि ठाउँ चाहिँ आफैमा एकदम राम्रो ठाउँ छ, तपाईँहरू पनि घुम्न आउनुहोला। अनि तपाईँलाई यो ठाउँ कस्तो लाग्छ हेरिसके पश्चात चाहिँ अब कमेन्ट पनि गर्नुहोला। थ्याङ्क यू एभ्रिवान। हाम्रो पेजलाई, हाम्रो युट्युबलाई माया पनि गरिदिनु भएको छ। थ्याङ्क यू सो मच।